दर्शकबिन आज म तपाईहरुलाई ब्याटलबाट आउट हुन पुगेका तर स्टिल भई फेरि द भोइसको स्टेजमा प्रवेश भएका 4 भाग्यमानी प्रतियोगीहरूको बारेमा चर्चा गर्नेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नेपालकै चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 को यतिखेर ब्याटल राउन्ड सकिसकेको छ। ब्याटलमा हरेक कोचहरूबाट 2-2 जना प्रतियोगीहरूलाई प्रतिस्पर्धा गराई कोचले 1 जनालाई नकआउटमा लैजान्छ भने 1 जना आउट गर्दछन्। तर हरेक कोचहरूले आफूलाई राम्रो लागेको 1 जना प्रतियोगीलाई स्टिल गरेर आफ्नो टिममा ल्याउने अधिकार भएकोले कोचले त्यो अधिकार प्रयोग गरी स्टिल गर्ने गर्दछन्। त्यसैगरी यस सिजनको ब्याटलबाट स्टिल भई नकआउटमा प्रवेश गर्न सफल भएका 4 जना प्रतियोगीहरू यस प्रकार छन्। टिम उदयबाट प्रनिप बराल, टिम मेलिनाबाट सार्थक लामा, टिम राजुबाट सिद्धार्थ साहनी र टिम खेमबाट सागर हमाल रहेका छन्। प्रनिप बराल 26 वर्षीय प्रनिप पाल्पाबाट आएका एक बहुप्रतिभाशाली प्रतियोगी हुन्। उनमा हरेक विधाको गीत गाउन सक्ने क्षमता छ। प्रनिपले ब्लाइन्डमा कोच राजु लामाको हल्ला चलेछ बोलको गीत गाएर 3 जना कोचहरूलाई फर्काउन सफल भई टिम राजुकोमा प्रवेश गरेका थिए। ब्याटलमा सिमोनसँग प्रतिस्पर्धा गरी बाहिरिन पुगेका प्रनिपलाई कोच उदयले स्टिल गरेका थिए। सार्थक लामा 23 वर्षीय सार्थक काभ्रेबाट आएका एक होनहार प्रतियोगी हुन्। उनले ब्लाइन्डमा कोच राजु लामाको म माया लाउँदिन बोलको गीत गाएर 2 जना कोचहरूलाई फर्काउन सफल भई टिम राजुकोमा प्रवेश गरेका थिए। ब्याटलमा विराटसँग प्रतिस्पर्धा गरी बाहिरिन पुगेका सार्थकलाई कोच मिलिनाले स्टिल गरेका थिए। सिद्धार्थ साहनी 20 वर्षीय सिद्धार्थ रौतहटबाट आएका एक अब्बल प्रतियोगी हुन्। उनले ब्लाइन्डमा गायक पुष्पन प्रधानको बाबुको जुङ्गो बोलको गीत गाएर 3 वटा चेयरलाई फर्काउन सफल भई टिम उदयकोमा प्रवेश गरेका थिए। ब्याटलमा अर्पणासँग प्रतिस्पर्धा गरी बाहिरिन पुगेका सिद्धार्थलाई कोच राजुले स्टिल गरेका थिए। सागर हमाल 25 वर्षीय सागर सुर्खेतबाट आएका एक सक्षम प्रतियोगी हुन्। उनले ब्लाइन्डमा गायक सुमित पाठकले गाएका चर्चित गीत आमा बोलको गीत गाएर कोच मेलिनालाई फर्काउन सफल भई टिम मेलिनाकोमा प्रवेश गरेका थिए। ब्याटलमा प्रियङ्कासँग प्रतिस्पर्धा गरी बाहिरिन पुगेका सागरलाई कोच खेमले स्टिल गरेका थिए। आदरणीय दर्शक श्रोतावृन्द, तपाईलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेमा भिडियोलाई लाइक र शेयर पनि गर्न नबिर्सनु होला। भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।